सुत्केरी अवस्थामा सुत्केरी आमालाई पोस्टपार्टम डिप्रेसन हुने चान्स बढी नै हुन्छ। त्यो कुरा नहोस् भन्नको लागि चाहिँ परिवारले नै साथ सपोर्ट दिनुपर्ने हुन्छ हैन। पहिलो कुरा त आफ्नो हस्बेन्डले सपोर्ट दिनुपर्ने हुन्छ, किनकि पोस्टपार्टम डिप्रेसन चाहिँ कतिपय इन्डाइरेक्टली चाहिँ परिवारको कारणले, हस्बेन्डको कारणले पनि हुनसक्छ। बच्चा एकछिन रोयो भन्दैमा आमालाई नै दोष दिने काम पनि गर्नु हुँदैन क्या। त्यस्तो कतिपय फ्यामिलीमा त्यस्तो हुन्छ। म पनि एउटा सुत्केरी आमा नै हो, 2 महिने सुत्केरी हो हैन। त्यसैले म भन्छु पोस्टपार्टम डिप्रेसन नहोस् भन्नको लागि चाहिँ परिवारले नै एकछिन नानी बोकिदिने, बरु आफूले एकछिन नानीसँग खेलिदिने हैन। अनि मैले यस्तो टिकटक भिडियो नबनाउने, नानी रोकै गर्छ हैन, तर मलाई इम्पोर्टेन्ट लागेर बनाएको है यो। त्यसमा म आफै पनि झन् परेको छु क्या। पोस्टपार्टम डिप्रेसनमा म गइसकेको मान्छे भन्दा नि हुन्छ। मलाई मर्न मन लाग्थ्यो कति, घरिघरि अब खोलाको छेउमा हुँदा नानी लिएर मलाई आफै हाम फाल्न मन लाग्थ्यो। त्यसमा परिवारको पनि गल्ती हुन्छ क्या। मलाई मेरो हस्बेन्डले साथ र सपोर्ट दिनुभएको, कति धेरै साथ सपोर्ट दिनुभएको हो क्या। नानीलाई केयर गरिदिने, नानीलाई टाइम दिने, मलाई टाइम दिने, घरिघरि आफैलाई पनि कतै गएर घुमेर आएछ भनेर छोडिदिनुहुन्छ। एकछिन बाहिर आयो, फेरि घुमेर आयो, नानीलाई टाइम दिनुहुन्छ। त्यही भएर अलिकति दिमाग फ्रेस भएर पनि होला त्यो कुरामा म पुरै चाहिँ मतलब भएन, मलाई धन्न हुन सकेन। तर मलाई पनि पोस्टपार्टम डिप्रेसन होला जस्तो लागेको। नर्मल डेलिभरीलाई पनि पोस्टपार्टम डिप्रेसन हुन्छ। यो भनेको बच्चालाई रातभरि टाइम दिनुपर्छ, आफ्नो निन्द्रा खराब हुन्छ, त्यो कारणले पनि हुन्छ। अर्को भनेको परिवारले के चिज गरिराख्यो हैन, बच्चा किन सम्हाल्न नसकेको, बच्चा किन नहेरेको, नानी किन रुँदैछ हैन, आमाले चाहिँ फल्ना कुरा खाएर नानी बिरामी भएको जस्ता अनेक कुराहरूले आमालाई दोष दिनको कारणले गर्दाखेरि चाहिँ पोस्टपार्टम डिप्रेसन हुनसक्छ। र त्यस्तो नहोस् भन्नको लागि हजुरहरूले पनि आफ्नो परिवारमा कोही सुत्केरी आमा हुनुहुन्छ भने उहाँलाई केयर दिनुहोस् क्या। खानेकुरा बनाएर दिन मात्रै केयर हुँदैन हैन। उहाँलाई पोजिटिभ कुराहरू गर्नुहोस्। अनि बात यस्तो हुँदैछ कि त्यसको बारेमा बुझ्नुहोस्, सोध्नुहोस् त्यस्तो त भएको छैन भनेर। अनि नानी रुँदैमा आमालाई दोष लगाउने काम चाहिँ नगर्नुहोस्। यति भन्न थियो, किनकि यो सुत्केरी आमाको लागि मोस्ट इम्पोर्टेन्ट कुरा हो। र त्यो फ्यामिलीको लागि पनि फ्यामिलीले हत्तपत्त 100मा 95% फ्यामिलीले बुझ्नु हुँदैन, हस्बेन्डले पनि बुझ्नु हुँदैन, 80% हस्बेन्डले बुझ्नु हुँदैन। सुत्केरी अवस्थाको बेलामा नबुझ्नेको कारणले गर्दाखेरि एउटा के भन्ने, रमाउँदै गरेको मान्छे हैन, नानी भयो भनेर आमा कति खुसी हुन्छ, खुसी भएको मान्छेलाई चाहिँ डिप्रेसनमा जान बाध्य बनाइन्छ नै भन्नुपर्छ। त्यसैले त्यस्तो नहोस् कसैलाई पनि। यदि तपाईँहरूलाई पनि डिप्रेसनमा म गएँ भन्ने चाहिँ भएको छ, या त मलाई मर्न मन लागिरहेछ, कि त नानीलाई है हुन्छ नि, मलाई नानीलाई फालिदिन मन लागिरहेछ, नानीसँग मलाई झर्को लागिरहेछ भन्ने खालको भयो भन्ने बित्तिकै आफ्नो हस्बेन्ड यदि बुझ्ने हुनुहुन्छ भने सेयर गर्नुहोस्, या त परिवारलाई गर्नुहोस्। त्यस्तो अवस्थामा परिवारले पनि केयर गर्नुपर्ने हुन्छ। ओके, टेक केयर। यति नै मलाई भन्न थियो है।